हेलो साथीहरू, नमस्कार। हजुरहरूलाई स्वागत छ मेरो सानो मिनी ब्लगमा। मेरो छतमा, हाम्रो घरको छतमा चाहिँ मैले 4-5 वटा ड्राइगनको बुट्टा रोपेको थिएँ। हेर्नुहोस् यस्तो पाकेर कस्तो राम्रो भएको छ। अनि बुट्टा पनि पाक्दाखेरि त बुट्टा पनि कस्तो राम्रो देखिँदो रहेछ, रातै रातै देखिँदो रहेछ। अनि एउटा बुट्टामा चाहिँ अलि धेरै पाकेको थियो, अरू बुट्टामा चाहिँ अलि थोरै पाकेको थियो। अनि मैले चाहिँ सर्र लाएर सबै एउटा गरेर देखाउँदैछु। अनि टिप्न लागे, तर हाम्रो छतमा चाहिँ खासै ठुल्ठुला चाहिँ छैन, अनि खासै सानो पनि छैन, ठिकैको छ। जस आफ्नो घर परिवारलाई खान पुगिरहेको छ। अनि यताउता छरछिमेकीहरूलाई पनि अलिअलि चखायौँ, कोठामा बस्ने भाइ बहिनीहरूलाई पनि सबैलाई चखायौँ। मैले चाहिँ मेरो घरमा फलेको, करेसाबारीमा फलेको, छतमा फलेको सबैलाई, मेरो कोठामा बस्नेलाई, वरपर छरछिमेकीलाई सबैलाई चखाउँछु। यस्तो राम्रो फलेको थियो कि यो साल त बाबा 2 लड भइसक्यो खाएको, फेरि फुल्दैछ। मैले खुसी भएर देखाउँदैछु। केरा पनि पाक्यो, घरि